नमस्कार, सबको टेबल प्रणाम। हम छी शुभेक्षा और स्वागत है यूट्यूब चैनल शुभ ब्लॉग्स में। र सोलो ट्रिप टू पोखरा को आज मेरो दोस्रो दिन रहेको छ र मेरो फर्स्ट डेस्टिनेसन रहेको छ गेस व्हाट, पोखरा को दविला भन्ने ठाउँ रहेको छ। सो लेट्स गो देयर। यहाँ हेर्न सक्नुहुन्छ, सो ब्युटिफुल प्लेस। भ्यूहरु पनि एकदम दामी छ, एकदम पिसफुल पनि छ यहाँ। सो अब यहाँबाट हामी आई गेस दविला पुग्न आँट्यौं। हिमाल त गजब देखिरहेछ, वाउ। सो पोखराबाट चाहिँ लगभग 20 मिनट्सको बाइक राइड पछि चाहिँ म यहाँ दविला भन्ने ठाउँ पुगिसकेँ। अहिले म दविलाको पुलमा छु। सो त्यहाँ सेती रिभर छ तल। अहिले हामी त्यहाँ रिभर पनि हेर्छौं। Guys, so I'm here at पोखरा दविला भन्ने ठाउँमा म चाहिँ छु। अनि यहाँ तपाईं हेर्न सक्नुहुन्छ, यो चाहिँ सेती रिभर हो। यहाँ अहिले पुलको तल आएको छु। So I'm gonna enjoy this so beautiful place. I just love this place. सच्चे लगते हैं ये धरती, ये रहना और तुम। सो यही हो पोखराको दविला भन्ने ठाउँ। अ मस्ट भिजिट प्लेस इन पोखरा हैन। इट्स रियली भेरी ब्युटिफुल। यहाँ बस्दाखेरि चाहिँ आई वाज लाइक, मलाई यहाँबाट जानै मन लागेन। म लगभग 1 घण्टा यहाँ एक्लै बसिरहेँ। उता पर कहीं स्विमिङ गर्ने ठाउँ पनि छ क्यारे, मैले सुनेको थिएँ, बट आई एम नट गोइङ देयर। अब चाहिँ म यहाँबाट लाग्छु। सो लेट्स गो। अब यसपछिको मेरो नेक्स्ट जाने ठाउँ इज माउन्टेन म्युजियम। यस, this is the place. This is how a museum, international museum in Pokhara looks like. So guys, this is International Mountain Museum. पोखराको महतगौडा भन्ने ठाउँमा रहेको छ अहिले। So this is so beautiful, well managed. Everything is so good here. सो यहाँ चाहिँ मनास्लु माउन्टेन को मोडल बनाएको रहेछ। सो अब म माथि जान्छु हियर। रियल वाला मनास्लु त चढ्न पाइँदैन, मोडलमै चढिरहेको छु। ओ माय गॉड, बाटो त चिप्लो रहेछ यार। चिप्लो रहेछ यार बाटो त। या ओ माय गॉड। सो आई एम एट द टॉप of the mountain guys, Manaslu model. I'm at the top of the mountain. Yay. चिप्लो छ बाटो।
did it. Yay! Yes, I did it. So म्युजियम त भइसक्यो, घुमियो। अबको नेक्स्ट मेरो जाने ठाउँ रहेको छ गुप्तेश्वर महादेव। अब आई गेस अब इन ड्राइभमा चाहिँ म अब उता जान्छु। लेट्स गो देयर। कति टाइम लाग्छ गुप्तेश्वर महादेव पुग्न यहाँबाट? कति 15 मिनेट 10 मिनेट्स? अहिले चाहिँ गुप्तेश्वर महादेव मन्दिर जान लाग्यो हो। त्यसपछि चाहिँ म कहाँ जान्छु मलाई थाहा छैन। गुप्तेश्वर महादेव गुफाको यो प्रवेशद्वारमा म पुगिसकेँ। अनि यहाँ रहेको छ, लेट्स गो इनसाइड। Wow, I feel like म चाहिँ कुनै मार्केटमा I'm entering any mall market. It's not like गुफा, त्यस्तो पहाडवाला केही छैन। भित्र होला कि के हो, I don't know. Let's go. अब यो रहेको छ, यहाँ छ गुफा जाने बाटो। यता हो। यहाँ चाहिँ टिकट काट्नुपर्ने रहेछ। एउटा दिनुस् न स्टुडेन्टको लागि। एउटा मैले त काटी ल्याउन बिर्सेँ। ओके, नो वरिज। अब 50 रुपियाँ त दिनु पर्यो। अब चाहिँ स्केरी वाला पार्ट सुरु हुनेवाला छ आई गेस। तर अझ पनि मलाई डर लागेको छैन। वाउ, अब चाहिँ गुफावाला बल्ल फिल आयो। जाने कहाँ? यतैबाट हो भित्र जाने? यता यो चाहिँ के हो? गाई छ? अँध्यारै हो। गाई हेर्ने ठाउँ रहेको छ। कुन चाहिँ गाई हो हेर। शिवलाई छड्ने इच्छा भए हजुर तपाईँ एउटा कुन चाल्यो भने शिवलाई छुट्छ सन्डे सकिन्छ तिमी त बुझ्छ आउनु यहाँबाट है पावन दिनु यस्तो रहेको छ गुफा हजुर अब गुफाभित्र आइसकेकी छु यु क्यान सी हियर एकदमै चिसो छ यहाँ
अनि पानीहरूको पनि फोराहरू हेर्न सक्नुहुन्छ। पानीहरू पर्दैछ कि यहाँ गाइस, पानी पानी बट इट्स सो गुड। एकदमै आनन्द आइरहेको छ। स्केरी त भनेको छ। लेट्स गो अप डाउन। यहाँ तर पनि छ। खासै डर लाग्यो। झर्ना हेर्नुहुन्छ त्यो चाहिँ डेभिस फल हो। वाउ फाइनली गुफाभन्दा बाहिर निस्के। डर त लागेन तर सिडी चढ्दा चढ्दा चाहिँ थाक्यो। एकदमै राम्रो रहेछ गुफा। गुफाभित्र पनि महादेवको मन्दिर, गुप्तेश्वर महादेव। दामी रहेछ। पारीपट्टि चाहिँ यता डेभिस फल जाने पनि रहेको छ यहाँ बाटो। सो अब चाहिँ म यता जान्छु डेभिस फल तर्फ। यता पनि टिकट छ अरे। डेभिस फल जाने बाटो यहाँ चोकमा सरी डेभिस फल जाने बाटो मिलाउनु कताले जानु। डेभिस फल त्यो त आइसक्यो। अब भित्र जाँदैछु डेभिस फल हेर्नलाई। One thing good about Pokhara I liked the most is very peaceful. एकदमै पिस छ यहाँ चाहिँ। Yes. During the monsoon, this one is so big. Just outside. Right now it's so small. In the monsoon. आवाज सुन्दै हुनुहुन्छ? हो यही हो डेभिस फलको आवाज। बस्नुहोस् अहिले देखाउँछु पछाडिको भ्यू। यहाँको रहेछ त। This is how Devil's Falls looks like, guys. अब चाहिँ डेभिस फल्स पनि घुमियो। Now let's get back. अर्को पनि कुनै ठाउँ छ भने एक्सप्लोर गरिहालौँ because I have only this day. Tomorrow I'll be back to Kathmandu. उतातिर पार्कहरू छ, खासै धेरै केही छैन। त्यसको उतातिर पनि केही छ हो। केही घुम्नुपर्ने ठाउँ हेर्नुपर्ने केही छ उता? यति मात्र हो? Sorry, we are from Bangladesh. I speak in Hindi or English. Oh, sorry, I'm so sorry. I thought you are from here. That's why. As like Nepali. Yeah. 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 Okay, so thank you. Okay. Enjoy. Oh my God. मतलब नेपाली जस्तै देखिरहेको थियो मलाई त. And that's why I asked. But उहाँहरु पनि घुम्नै आउनु भएको रहेछ। So guys, पोखरामा दोस्रो दिनको डेस्टिनेसन, दिस वान इज द फाइनल डेस्टिनेसन। आज चाहिँ मैले बिहानदेखि अहिले लगभग 4 बजिसकेको छ र मैले 4वटा ठाउँ घुम्न भ्याइसकेँ। द फर्स्ट वान वाज द विला, सेकेन्ड वान द इन्टरनेसनल माउन्टेन म्युजियम, त्यसपछि गुप्तेश्वर महादेव एन्ड देन आफ्टर डेभिस फल्स। यसै गरी मैले पोखराको 4वटा ठाउँ घुमिसकेँ र यहाँ चाहिँ अरू राम्रो ठाउँहरू पनि रहेको छ, तर मसँग समयको अभाव भएको हुनाले चाहिँ आई विल बी इन्डिङ दिस सोलो ट्रिप हियर। सो बाई बाई, थ्याङ्क यू।